संसारकै सबैभन्दा अग्लो हिमाल, सबैभन्दा गहिरो समुद्र, सबैभन्दा धेरै जनसङ्ख्या र प्राचीन सभ्यता भएको महादेश हो एसिया, जहाँ पुरानो इतिहास, विविध संस्कृतिहरू, आधुनिक प्रविधि र प्राकृतिक अद्भुतता सबै एकै ठाउँमा मिसिएका छन्। यस यात्रामा हामी एसिया महादेशको परिचयदेखि यसको भौगोलिक विविधता, ऐतिहासिक सभ्यता, धार्मिक महत्त्व, आर्थिक शक्ति र रोचक तथ्यहरूबारे विस्तृत रूपमा कुरा गर्नेछौँ। अन्त्यसम्म रहनुहोस्, किनभने यहाँ तपाईँले कहिल्यै नसुनेका अनौठा अनि रोचक तथ्यहरू पाउनुहुनेछ। एसिया पृथ्वीको सबैभन्दा ठूलो महादेश हो। यसको क्षेत्रफल करिब 44.5 मिलियन वर्ग किलोमिटर रहेको छ, जसले पृथ्वीको कुल भूभागको झन्डै 30% भाग ओगटेको छ। यस महादेशमा करिब 4.8 अर्ब मानिसहरू बस्ने गर्दछन्, जुन विश्व जनसङ्ख्याको 60% भन्दा बढी हो। यसको उत्तरी भाग आर्कटिक महासागर, पूर्वमा प्रशान्त महासागर, दक्षिणमा हिन्द महासागर र पश्चिममा युरोप तथा अफ्रिकासँग जोडिएको छ। वास्तवमा एसिया र युरोप मिलेर युरेसिया नामक विशाल भूभाग बनेको छ। यस विशाल भौगोलिक र सांस्कृतिक विविधताले गर्दा एसिया विश्व इतिहास, राजनीतिक, व्यापार र सभ्यतामा महत्त्वपूर्ण भूमिका खेलेको छ। भौगोलिक दृष्टिले हेर्ने हो भने एसिया साँच्चै नै अनौठो छ। यहाँ अग्ला अग्ला हिमालहरू रहेका छन्। संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा 8848.86 मिटर यहीँ रहेको छ। समुद्री सतहभन्दा करिब 430 मिटर तल रहेको मृत सागर यहीँ रहेको छ, जसलाई संसारको सबैभन्दा तल्लो भूभागको रूपमा मान्ने गरिन्छ। चीन र मङ्गोलियामा फैलिएको गोबी मरुभूमि, साइबेरियाको असीमित वन क्षेत्र, दक्षिण पूर्वी एसियाका उष्णकटिबन्धीय वर्षावन र हजारौं टापुहरूले एसिया महादेशलाई विविधताको स्वर्ग बनाएका छन्। यो महादेशमा पर्ने याङ्गत्से, गङ्गा, मेकोङ र ओब जस्ता विशाल नदीहरूले कृषिलाई जीवन्त बनाएका छन्। एसिया महादेशलाई प्राय 5 भागमा विभाजन गरिएको पाइन्छ। पूर्वी एसिया, जहाँ चीन, जापान, कोरिया र मङ्गोलिया देशहरू पर्छन्। दक्षिण पूर्वी एसियामा थाइल्यान्ड, भियतनाम, मलेसिया, फिलिपिन्स र इन्डोनेसिया पर्दछन्। इन्डोनेसियामा मात्रै करिब 17,000 भन्दा बढी टापुहरू रहेका छन्। त्यस्तै दक्षिण एसियामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान र मालदिभ्स पर्ने गर्दछन्। र मध्य एसियामा काजाकिस्तान, उज्बेकिस्तान, किर्गिजिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तान पर्ने गर्दछन्, जुन पुरानो सिल्क रोडका महत्त्वपूर्ण हिस्सा थिए। सिल्क रोड एक प्राचीन व्यापार मार्ग थियो, जसले पश्चिमी संसारलाई मध्य पूर्व र एसियासँग जोडेको थियो। यो सुरुवातमा रोमन साम्राज्य र चीन बीच र पछि मध्ययुगीन युरोपेली राज्यहरू र चीन बीच व्यापारको लागि एउटा प्रमुख नाका थियो। पश्चिमी एसियालाई मध्य पूर्वी एसिया पनि भन्ने गरिन्छ, जहाँ बहराइन, इरान, इराक, इजरायल, जोर्डन, कुवेत, लेबनान, ओमन जस्ता देशहरू पर्ने गर्दछन्। यो क्षेत्र तेल र ग्यासको भण्डारको रूपमा मान्ने गरिन्छ। यो महादेशमा रहेका केही प्रमुख देशका रोचक पक्षहरूबारे कुरा गर्दा चीनलाई विश्वको कारखाना मान्ने गरिन्छ। यहाँ विश्वकै सबैभन्दा लामो पर्खाल 21,196 किलोमिटर लामो द ग्रेट वाल अफ चाइना रहेको छ। भारतमा रहेको कुम्भ मेला संसारकै सबैभन्दा धेरै जमघट हुने धार्मिक स्थल हो भन्ने गरिन्छ। यसलाई अन्तरिक्षबाट समेत देख्न सकिन्छ। जापान प्रविधिको विकासमा अगुवा मात्र होइन, यहाँ हरेक वर्ष करिब 18,000 पटक भूकम्प आउने गर्दछ। सिङ्गापुर सानो ठाउँ भए पनि यसको चाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट एयरपोर्टको रूपमा मान्ने गरिन्छ। यहाँ पानीको ठूलो समस्या भए पनि देशले आफ्नो नयाँ प्रविधि नी वाटरबाट समाधान गरेको छ। साउदी अरब संसारकै सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो। रुस एसियाली भागमा विश्वकै सबैभन्दा चिसो बस्ती ओयोम्याकन पर्छ। इतिहासको दृष्टिले हेर्दा एसिया मानव सभ्यताको उद्गम स्थल हो। इराकको ट्राइग्रिस र युफ्रेटिस नदी किनारमा विकसित मेसोपोटामिया सभ्यतामा पहिलो पटक लेखन, पाङ्ग्रा र कानुनको विकास भयो। भारत र पाकिस्तानको सिन्धु उपत्यका सभ्यतामा योजनाबद्ध सहर र ढल प्रणाली थिए। चीनमा 5,000 वर्ष पुरानो सभ्यता निरन्तर चलिरहेको छ, जहाँ कागज, बारुद, कम्पास र छापाखानाको आविष्कार भयो।
भारतको मौर्य र गुप्त साम्राज्य, चीनको हान र ताङ राजवंश, ओटोमन साम्राज्य जस्ता शक्तिशाली सभ्यताले एसियालाई विश्व राजनीतिक, सांस्कृतिक र धार्मिक केन्द्र मानिन्छ। धर्म विकासको सन्दर्भमा भन्ने हो भने हिन्दू, बौद्ध, जैन र सिख धर्म भारत र नेपालबाट उत्पत्ति भए। इस्लाम, यहुदी र क्रिस्चियन पश्चिमी एसियाबाट उदाए। त्यस्तै भाषाको सन्दर्भमा भन्ने हो भने एसिया महादेशमा करिब 2300 भन्दा बढी भाषाहरू बोलिन्छन्, जसमा मन्डारिन, चिनिया, हिन्दी, उर्दू, अरबी प्रमुख हुन्। यसैगरी नेपालको दशैं तिहार, भारतको दीपावली, चीनको नयाँ वर्ष, जापानको चेरी ब्लोसम, थाइल्यान्डको संक्रान्त, मुस्लिमहरूको रमजान जस्ता पर्वहरूले एसिया महादेशको रंगीन विविधता झल्काउँछ। आर्थिक शक्तिको कुरा गर्दा आज एसिया विश्व अर्थतन्त्रमा धेरै अगाडि रहेको छ। चीन उत्पादन र व्यापारमा अग्रणी रहेको छ। जापान र दक्षिण कोरिया प्रविधि, रोबोटिक्स र कार उद्योगमा अग्रपंक्तिमा गनिन्छन्। भारत सूचना प्रविधि, सेवा क्षेत्र र बलिउडका कारण प्रसिद्ध रहेको छ। मध्य पूर्वका देशहरू तेल र ग्यास निर्यातमा विश्वमै अगाडि रहेको छ। दुबई, सिङ्गापुर र हङकङ व्यापार र वित्तीय क्षेत्रमा अग्रपंक्तिमा रहेका छन्। एसिया महादेशमा विश्वको करिब 90% चामल उत्पादन हुन्छ, जसले यहाँको कृषि पेशाको महत्त्वलाई झल्काउँछ। भारतमा संसारकै सबैभन्दा ठूलो चलचित्र उद्योग बलिउड रहेको छ। जापानको रेल प्रणालीको औसत ढिलाइ केवल 18 सेकेन्ड हुन्छ। इन्डोनेसियामा पाइने कोमोडो ड्रागन संसारकै सबैभन्दा ठूलो छेपारो। भारतमा विश्वको 80% भन्दा बढी बाघ पाइन्छ। सिङ्गापुरमा च्युइगम चपाउन र आयात गर्न कानुनी रूपमा प्रतिबन्धित रहेको छ। समग्रमा भन्नुपर्दा एसिया केवल एक विशाल भूभाग मात्र नभएर यो मानव सभ्यता, विविध संस्कृति, प्रविधि र भविष्यको प्रशस्त सम्भावनाको केन्द्र हो। यहाँको इतिहासले विश्वलाई आकार दिएको छ। यहाँको प्रविधिले भविष्य बनाइरहेको छ। यो महादेशले विश्वलाई अझ धेरै दिन बाँकी छ। त्यसैले एसिया साँच्चै अनौठो, आकर्षक र असाधारण महादेश हो। तपाईलाई यो जानकारी कस्तो लाग्यो? आफ्नो मनमा लागेका जिज्ञासाहरू तल कमेन्ट बक्समा लेख्न भने नभुल्नुहोला। भिडियोलाई मन परे लाइक, आफ्नो साथीहरूलाई सेयर र आगामी दिनहरूमा पनि यस्तै जानकारीहरू पाइरहनको लागि यो च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहोला। हस्त, धन्यवाद।